पनि स्वागत छ। म नेप्सेको एनालिसिस लिएर आइसकेको छु आज पनि होइन। अब आज चाहिँ के भयो त नेप्से हेरौँ होइन। नेप्सेमा चाहिँ हाम्रो एउटा राम्रो क्यान्डल बनाएको छ धेरै पछि, एउटा बुलिस इन्गल्फिङ क्यान्डल बनेर चाहिँ मार्केट अगाडि गएको देख्न सकिन्छ होइन। मार्केटमा चाहिँ होइन अब साउनको 1 गते होइन टक्क हरियो क्यान्डलले सुरुवात गरेछ। अब साउन भन्ने बित्तिकै अब हरियो होइन, हरियो भनेर पनि चिनिन्छ साउन महिनालाई। हेरौँ यो महिना हरियो जाओस् होइन। अब राम्रै इन्डिकेट चाहिँ गरेछ। अब तल आएको थियो मार्केट पनि विगतमा चाहिँ। अब तल आइकन पनि होइन, अनि अब ह्याम्बरहरू बनेर इन्भर्टेड ह्याम्बरहरू बनिसके पछाडिको इन्गल्फिङ क्यान्डल हो। सो यो चाहिँ हामीले एउटा लो कन्फर्म भएको मान्न सकिन्छ होइन। 2566 चाहिँ हामीले चाहिँ लो कन्फर्म भएको मान्न सकिन्छ अहिलेको लागि होइन। किनकि अब लगातार अब अब हुन्छ नि ह्याम्बरहरू बनेर अगाडि गइरहेको छ होइन। त्यसपछि बुलिस इन्गल्फिङ पनि बनिएको छ। हेरौँ अब यसको भोलिको दिनमा चाहिँ अब करेक्सन त आउन सक्छ होइन। यसरी बुलिस इन्गल्फिङ बनेपछि त करेक्सन त आउँछ अवश्य पनि होइन। अब भोलि नै आउँछ कि अब पर्सि निको पर्सि आउँछ, 1-2 दिनमा आउँछ कि भोलि नै आउँछ भन्ने कुरा हो होइन। भोलि नै आए पनि जस यसको हाफ लाइन भन्दा होइन, यो पुरै क्यान्डलको चाहिँ हाफभन्दा तल नगइदियो भने चाहिँ मार्केटमा केही केही समय राम्रो देख्न सकिन्छ, एउटा ट्रेन्ड आउन सक्छ भनेर चाहिँ बुझ्न सकिन्छ। तर लो चाहिँ हाम्रो 2566 चाहिँ नेप्सेले चाहिँ कन्फर्म गरेको जस्तो चाहिँ लाग्छ। सो अब त्यही हो, डाउन ट्रेन्ड चलिरहेको थियो होइन। अब त्यस्तै थियो भने एउटा एउटा चाहिँ अलिकति राम्रो क्यान्डल आएको छ। भल्युममा त्यस्तो धेरै इन्क्रिज आएको छैन, त्यसले गर्दाखेरि पनि अब कन्फिडेन्स चाहिँ देखाउँदैन मार्केटमा होइन। भल्युम त छैन किनकि यो चाहिँ फियर अफ मिसिङ आउट भनेर मान्छेहरू सबै एट्र्याक्टेड भएर किनेको जस्तो चाहिँ छैन भल्युमहरू हेर्दाखेरि चाहिँ होइन। बल्कि योभन्दा पहिला लोको दिनमा चाहिँ भल्युम धेरै रहेछ। यस, यो लोमा पनि मान्छेहरू इन्ट्री चाहिँ राम्रै देखियो हो कि सायद है। तर त्यस्तो एक्साइटेड भल्युम चाहिँ होइन, ठिकठाकै हो भनौँ न। अब भोलिको दिनमा अब ट्रेन्ड बन्दै गर्दाखेरि आउला भल्युम चाहिँ। अब हेरौँ हाइड्रो पावर होइन, के कस्तो छ त हाइड्रो पावर भनेर। अनि हाइड्रो पावरमा पनि त्यही नै छ होइन। क्यान्डल चाहिँ बुलिस इन्गल्फिङ बनिएको छ, सेम नेप्सेको जस्तै प्याटर्न देख्न सकिन्छ। तर नेप्से चाहिँ अलिकति, नेप्सेको कुरा गर्ने हो भने यो लोभन्दा यतातिर थियो नेप्से भने कम्पेरिटिभली हाइड्रो पावर त्यति धेरै चाहिँ घटेको छैन होइन। अब एमएसिडीमा चाहिँ अब क्रस ओभर देख्न सकिन्छ, त्यसले गर्दाखेरि राम्रै देखिन्छ हाइड्रो पावर पनि। अब एन्ट्रीको लागि चाहिँ विचार गरेर घटेको बेलामा किन्न सकिन्छ। हाफ लाइनसम्म आयो भने त्यही छ सबैमा, फाइनेन्समा पनि त्यही नै छ होइन। कम्पेरिटिभली फाइनेन्स पनि घटेको छैन किनकि यो लोको एरियामा फाइनेन्स छ भने नेप्सी तल्लो एरिया फाइनेन्स हल्का साइडवेज जस्तो देखिन्छ कि। यही करेक्सनमा पनि फाइनेन्स हल्का त्यस्तो धेरै घटेको देखिँदैन नि त होइन। सो अलिकति फाइनेन्स चाहिँ अलिक त्यस्तो घट्न खोजिरहेको जस्तो देखिँदैन होइन। अब डेभलपमेन्ट ब्याङ्कमा के छ भनेर हेर्दाखेरि डेभलपमेन्ट ब्याङ्क पनि ठिकठाकै छ, एउटा क्रसओभर देखेछ एमएसिडीमा। अलिकति फाइनेन्स र हाइड्रो पावरभन्दा अलिकति घटेको हो कि जस्तो चाहिँ देखिन्छ। अब लगभग उस्तै उस्तै होला। नेप्से सँगसँगै घटेको जस्तो चाहिँ देखिन्छ डेभलपमेन्ट ब्याङ्क पनि। तर पछिल्लो समय यो ठिकठाकै देखिन्छ डेभलपमेन्ट ब्याङ्कमा पनि ट्रेन्डहरू चाहिँ होइन। म्यानुफ्याक्चरिङ हेरौँ होइन। त्यो हुँदाखेरि चाहिँ अब नेप्सीमा राम्रै देखिन्छ अहिलेको लागि, एक दिनको लागि होइन। अब श्रावण महिनाको सुरुवातसँगै अब मार्केटले हरियो क्यान्डलहरू दिएको छ होइन। म्यानुफ्याक्चरिङमा पनि त्यही नै हो, तलबाट क्रसओभर आएको छ र राम्रै करेक्सन पनि दिएको हुँदाखेरि अगाडिको ट्रेन्डहरू हेर्दाखेरि म्यानुफ्याक्चरिङले चाहिँ एउटा
म्यानुफ्याक्चर चाहिँ राम्रै बढेर गएको रहेछ पहिला पनि है। म्यानुफ्याक्चर चाहिँ अब एक्सपेन्सिभ पनि छ तर अपर्च्युनिटी पनि छ जस्तो चाहिँ देखिन्छ होइन हेर्दाखेरि। राम्रै छ है म्यानुफ्याक्चरिङ पनि। सो अब ओभरअल हेर्दाखेरि चाहिँ मलाई चाहिँ ठिकै लाग्यो होइन। अब मार्केटमा लङ टर्मको लागि रिफर्महरू आउँछ भन्ने कुराहरू गरेको छ। अब हेरौँ लङ टर्ममा कस्तो आउँछ भनेर। अब लङ टर्म नै हो यो भन्ने कुरा छ कि होइन। अब ट्रेडिङको लागि इन्ट्राडे सर्ट सेलिङहरू पनि छ। अब ट्याक्सहरूको कुराहरू छ होइन। अब केही समय पचाउनै लाग्छ होला एक यो महिना होइन बढ्यो भने कतिको प्रेसर आउँछ मार्केटमा, कतिको त्यसको कुराहरू आउँछ। त्यो क्यान्डलहरू हेर्दै गएपछि थाहा होला। अहिलेसम्मको हेर्दाखेरि त्यस्तो राम्रो सेन्टिमेन्ट बनिरहेको थिएन मार्केटमा सबै अब होइन। अब हामी त ट्रेन्डको अनुसारमा त अब हायर हाई हायर लो बनाउँदै गएको ट्रेन्ड थियो नि त। एउटा बुलिसमा चाहिँ गएको मार्केट थियो नि त। लगभग यत्रो धेरै हायर हाई हायर लो बनाउँदै एउटा ब्रेकआउट दिँदै गइरहेको थियो भने पछिल्लो क्रममा चाहिँ अब सिधै चाहिँ यो लोहरूलाई ब्रेकडाउन गर्नुले चाहिँ मार्केटमा चाहिँ एउटा नराम्रो सेन्टिमेन्ट चाहिँ देखाएको थियो होइन। त्यो राम्रो चाहिँ होइन तर अब अहिलेलाई चाहिँ फेरि मार्केट रिकभर हुन्छ कि भन्ने आश चाहिँ हो होइन। अब हेरौँ के हुन्छ। अब हुन त अब 2900-3000 भनेको धेरै माथिको कुरा हो। 2500को अहिले 2600को मार्केटलाई होइन 2900 पुग्नु नि अब टाइम लाग्छ, लिन्छ होला, टाइम लाग्छ होला। अब हेरौँ अब ट्याक्सको कुराहरू छ। अब मान्छेहरूले त्यसलाई कसरी लिन्छ होइन। प्रफिट अब के ट्याक्स तिर्नुपर्छ भनेर होल्ड गर्छ कि मान्छेहरूले होइन। त्यस्तो पनि हुन्छ। कोही मान्छेमा चाहिँ 1 वर्षपछि बेचिदिउँ न त अलिकति कम ट्याक्स तिर्नुपर्छ भन्ने पनि होला। कोही मान्छेमा कोही कस्तो हुन्छ त्यो अब हेरिकन थाहा हुन्छ। हेरौँ एक्सट्रिम बुल लिएर आउन पनि सक्छ अनि त्यो मान्छेको सेन्टिमेन्टमा भर पर्छ होइन। त्यस्तो भयो भने मार्केटले एक्सट्रिम बुल पनि लिएर आउन सक्छ कि अब किनकि अब प्रफिट बुकहरू छिटो गर्नुभन्दा होल्ड गऱ्यो भने रिटर्न राम्रो आउँछ भन्ने पनि सोच्छ मान्छेहरूले होइन। अनि त्यो किसिमले होल्ड गऱ्यो भने चाहिँ मार्केट फेरि बढ्छ होइन। डिमान्ड क्रिएट हुन्छ त्यो हिसाबले हेऱ्यो भने। अनि हेरौँ है मार्केटले कस्तो गर्छ। थ्याङ्क यू फर वाचिङ होइन। सो लाइक कमेन्टहरू गरिदिनु होला। थ्याङ्क यू सो मच।